धेरै त भएन त्यही एक बाल्टी हो भन्नु आजको माछा यति हो धेरै अझै थपिँदै छ अलि तल जुम गर्नु नि ल आजको माछा यति हो धेरै त भएन त्यही एक बाल्टी हो हैन जम्मा एक बाल्टी जम्मा एक ल अब हामी यो जङ्गलमा मङ्गल गर्न आएको हामी ल माछा मार्न आएको माछा मार्न आएको हाम्रो साका भाइ हाम्रो सिकारीलाई लिएर आएको खै सिकारीले बुदेली सुदेली नबोकेको के आज ल उता खोला थुन्ने काम हेर्नु यहाँबाट थुन्नु उता होइन बाबा यो त बामे सिनेको ठुलो होला यहाँ हो त्यहाँ त मेरो साप्रा जत्रो बाम मारेको होइन आज त अलि मर्दैन होला मर्छ यही नि यता त ठुल्ठुलो त छैन त्यो यहाँ मुनि छ ल है त अब हाम्रो घन्टे भाइ आइटमको जालहरू यार राखिदियो कि भिडियो बनाउनु लाग्यो हाम्रो दाइले खाना पकाउँदै हुनुहुन्छ ट्याक लास्टै काम त खोलाभरि नयाँ दुवाली थुनेको यहाँ माछा भएको छ भनेर टक्क लाएर अब जाल तयारी जाल माथि अब बोरा ओछ्या छ पुरा दाइहरू त्यहाँ खन्दै कोही चाहिँ पारीतिर काट्दैछ यस्तो खतरा रुखमा चढेर काट्दैछ घोचा काटेर ठ्याक्क घोचामा धेरै टाढा जुम गरेन भने देखिन्न उहाँ छन् साथीहरू ल सलक्क हामीले अब होइन माछाहरू भागिरहेछ डह्रो खनाइ चलिरहेछ हाम्रो भीमी दाइ अनि त्यो त देखियो होइन रक्क ल त्यहाँ आधीभन्दा धेरै भइसक्यो छेउमा यति बाँकी अब यहाँनिर अलिकति बाँकी रह्यो अब हामीले माथि लगभग अलिअलि धेरै नै बारिसक्यो अब खोला सानो भएको छ अब यता ट्याक्कै हेर्नु पर्यो अवस्था यता यो चाहिँ नि अब कास्की पर्यो त्यो हाम्रो तनहु है हाम्रो जालहरूको के छ खबर है यता सर्ट हाम्रो धेरै नै लामो छ यो हाम्रो चाहिँ लास्ट फाइनल जाल पारेर राखिरहेछौँ यो चिलले मलाई लिन आएकै क्या यहाँ माछा चिलले जालमा परेको माछा नआएको के मलाई उडाउँछ भनेर आएको यो यहीँ आएको छ टाउको माथि माछा खेलेको तपट्टि खेलेछ माछा हेऱ्यो त्यो त
ल माछा मार्न सुरु भइसक्यो हाम्रो ल दाइहरू ढाका ढाक होइन ल जम्मा यति आइरहेछ बल्ल बाबा बाबा हाम्रो बाबु दाइ अब डाँफ हानी यो ठुलो बाम समाते बाबु दाइले होइन यस्तो यस्तै माछाहरू त त्यहाँ बाम घुमिरहेछ भीमदाइ त्यहीँ छ भीमदाइ ल भीमदाइ डरायो यार बाम हो क्या सर्प भनेर निकाली चाककटे है अरे चाककटेले निकाल्यो ठुलै बाबु ल साकाटे यो पल्टियो निकाल्दैछ है यसले हुन्छ हामीले ल निकाल्यो यसले निकाल्छ के यसले हेर्छ यो माछा ठुलो दाउरा पनि ओसारी भयो बुढा भित्र सँगसँगै कुड खोल्नु गर्नेवाला नभरै जाऊ भयो त्यो हामीलाई भने हामी निकाल्थ्यौँ नि पैसा बाम हो कि सर्प ठुलो सर्प एक हातको बाम सर्प होइन क्या बाम हो सर्प भयो टाउको निकाल्थेन ए मेरो साप्रा जत्रो बाम यार बामै हो नि होइन बाम हो क्या अध्यक्ष यार हाम्रो बाबुदाइको साथ त गएको अवस्था बामो आइसक्यो है बामु बामै हो कि बामै हो कि सर्पले गर्दा हाम्रो मामाको साथ गएको अवस्था छ डरले बामलाई होइन सर्प यो पानी सर्प होइन चिप्लो अघि सर्प लखट्ने बाबु दाइले फेरि अर्को सर्प थुत्दैछन् सब खनेर फाल्दियो अब यहीँ छ बाम भएको यहीँ जक्सन नै हो कस्तो डराउँदो केटाहरू रमाइलो हल्का रमाइलो होइन कहाँनिर काग्लो भन्नु मामाको गम्बुट्नु पहिला है सर्प रहेछ त धेरै उता कुट्छ रहेछ उतै गयो उतै कुट्छ तिम्रो हातमा छोको त्यसले यहाँ कुट्छ यतापट्टि कुट्छ यता भत्काउनुपर्छ कि ल है बाहुबलीहरू होइन बाम चिप्लो हुन्छ के साँपले कुदाएर हात हालेको त म अन्तिम ठुलो एउटाको डन पनि डराउने त बाम हो भने छोड्नु पर्दाखेरि भाग्य गरेर ए बेड भाँच्यो यतै छाँको छन् त छ के छ मेरो खुट्टामा यार है चट्टै लैदियो नि यार छैन मलाई छकै हेरे साका भाइ ल निकाल ल कत्रो बाम
दुईजना अहिको सर्पले सातो खाइदिएर यति ठुल्ठुलोलाई अहिको सर्पै जत्रै एक हातकै होइन मैले छामेर भेटाकै हो कि होरियान थियौँ भेटाएको अनि यता अहिलेको त हिसाबै भएन क्या यहाँ फर्स्ट म कति ठुलो समाते यार साका भाइले ओहो 2-3 जना बोलाएर यार आम्मा बाबा 1 किलोकै छ यार मतलब 1 बोतल जान्छ के यसले फेरि खतरा हाम्रो साकाले ठुलो अघि सर्प जत्रो बाम निकाल्छ भनेर ठुलो कोसिस गरिरहेछ ल है कुर मात्रै रहेछ यार एकचोटि यसलाई हेरौँ कि यसलाई हो कि पल्टाए नपल्टाए म यताबाट खेल्छु सबैले तानौँ त ल है त ल जोड लगा के केही छ केही छैन जस्तो देखियो ल हेरौँ त माछा पनि ल हेरौँ त खाली कतै छैन ल हेरौँ त ल हेरौँ त ल हेरौँ त कसरी माछा पार्नु पर्छ हेरौँ ल ऋषि थामालाई जस्तो हमला गर्ने हो तयारी जालमा कतै पनि खाली नभइकन माछा पार्न सबले जनता जान्न चाहन्छन् यो माछा कसरी पर्यो माछा निकाल्नु त्यो खस्यो है जनता जान्न चाहन्छन् जनता होइन खै छोडा न छोडा त्यसरी होइन नि समात्ने त्यो भ्याइसक्यो होइन कि त्यसरी समात्ने होइन नि त यसलाई यसो गर्ने हो ल है बुई एक पाउ माछा खस्न चाहन्छन् कहाँ इङ्ग्लिसमा बोलेको हिन्दीमा बोला न हिन्दीमा माछा ल छरपष्टै होइन यत्तिकै निकाल्ने होला नि जाल बाँध्दैछन् ल ल ल ल ल उस गर्नु पर्यो कि बरु सुनेको भाडा चाहियो होइन र अहिले हालेन नि त्यो भाँडामा जानु चाहन्छन् अर्को जाल पनि निक्लिसकेको अवस्था यो पनि टनाटन एकदम भरिलो अवस्थामा माछा अब जनता खान चाहन्छन् माछा
जनता अरे फेरि हामी जनतै हो है ल है ल यहाँको अवस्था ल है ल यहाँ अवस्था है यहाँको अवस्था ल हेर्नुहोस् ल हेर्नुहोस् ल हेर्नुहोस् फर्लाङ र बुडलुङ अवस्था यत्र 10-15 होइन धमिलोमा झन् आँखा देख्दैन ल त्यता गयो नि त्यता दोहोरो ल अवस्था पख अलि उचाल्दा त यहाँ झार्छ क्या त्यसले उठाउँछ ल है अवस्था ल यहाँको अवस्था उता माछा झुन्डाइरहेको अवस्था छ सेतो माछा उ गर्दा कालो माछा देख्यो है ए अहिलेको त कालो माछा भागिसक्यो जखडै सर्प सातै खायो नि है मामा अझै टाउ देखाएको बाहिर आएर बल्ल है पहिलो त बामे जस्तो गरेको उताएर त फत्र गरेर लु सर्वमा त टाउको निकाल्थ्यो नि दिनेको अलसिले अनि देख्यो न त लास्टमा देखायो ए ल ठुलै अवस्था यताको अवस्था है ल अवस्था त सेतो माछाहरू परेको ठाउँमा कालो माछा नि आएको थियो अघिको त जखडे कालो माछा ओइट ल है अहिलेको कालो माछा पर्ला है ल है केटाहरूले के पर्यो मामा सर्पै हो कालो माछा हो क्या त्यो आजको माछा यति हो अझै थपिँदैछ अलि तल जुम गर्नु नि ल आजको माछा यति हो धेरै त बसेन त्यही एक बाल्टी हो हैन जम्मा एक बाल्टी जम्मा एक बाल्टी भयो यो चाहिँ खिच्न पाइएन यार डेन्जर के जस्तो ठाउँ त्यस्तै हानिदिने के मास्टर एउटा गयो नि त मिलाएर हान्नु पर्यो यहाँ झारीमा हालेर खान्छ होइन जस्तै परिरहेको छ एउटा फोटो हान्नु त फोटो ए यहाँ यस्तो अँध्यारोमा जालमा हेऱ्यो भने चाहिँ सर्प समातेर मान्छेले जालमा अड्केको सर्पै मान्छे खतरनाक मान्छे मतिर आउला है सर्प विचार गर सर्पहरू त कस्तो ठुलै छ सर्प यार किन मारम भनेर हो कि सर्पलाई उद्धार गर्न लाग्यो सर्पको ओहो यसलाई छोडिदिउँ
ओके हुन्छ काटिदिनु पर्यो कि बिचमा घुसाएर होइन बिच ल भयो उ गरेर छोडे यो पानी हाले बाहिर फाल्दा फेरि पनि टोकेर जिम्ले छ ए भाग्यो त भाग्यो अहिले अगाडि ऊ वहाँदेखि न सु खोइ मेरो ऊ वहाँ ऊ उहाँ गइसक्यो यहीँ देखेनस् भनेको के यार ठ्याक वहाँ हिँडेको वहाँ देख्नु भएन हो त्यो नि क्या ऊ ठिक भयो क्या ल जाऊ अब तिम्रो घरतिर जाऊ यता मार फाल्नु ल ठिक छ